आज 5 दिन भयो त्यो फर्मा 14x14 को फर्मा हेर्नुहोस् यो यति गाह्रो हुँदो रहेछ आमामा धेरै फर्मा यो टुक्रो जोड्ने छ त्यहाँ यसमा टुक्रो जोड्ने छ यसमा पल पर्नु पर्यो फेरि यहाँ यसमा पल एउटा पल यहाँनिर दुईटा पल हो त्यो तीनटा पल चारवटा पल यहाँ फेदमा 6वटा पल एउटा दुईटा तीनटा चारवटा 5वटा पल 5 दूनी 10 10 दूनी 20वटा पल पर्नु पर्यो यो पनि जोड्नु पर्छ आज यो पनि टुक्रो जोड्ने छ यसरी 14x14 को यसरी 14x14 ल हेर्नुहोस् यस्तो गर्ने छ अझ 5 दिन भयो 5 दिनमा नि अझ 4वटा 14x14 को यो पिलरको फ्रेम पनि बुन्न सक्यो हैन यति गाह्रो हुँदो रहेछ कि यो पनि बल्ल अहिले त सुरुवात यो जोड्दै छ यो 70 इन्चीको यो लम्बाइ यहाँबाट यस्तो गर्ने यहाँबाट यस्तो 70 इन्ची यहाँबाट छेउबाट ठ्याक्क यहाँ 70 ट्याक्क 70 इन्चीमा गर्नुपर्छ 70 इन्चीमा हाइट यहाँबाट यहाँ 70 बाई 9 फिटको ट्याक्क 9 फिट गरिदिन्छु 9 फिट 14x14 को छक्का 14x14 को 14x14 को फ्रेम यहाँ छ लक्कै यो भन्दैछ म अब